मलाई त्यही लागि यदि पैसा हुने दिन त हुन्छ होइन मलाई पैसा लिनु पसिलो बुढी हाल्थ्यो भने आनन्द आउने छोरी काममा हाल्थ्यो भने 15 पैसा लिने र बुढालाई हाल्थ्यो मलाई त्यही मलाई नै छुले हाल्यो नदिँदा पनि दे 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 अब खायो अब मलाई एकै दिनमा हाल्यो भने खुसीको डालो न माथिको नयाँ ताको मलाई मैले माथिको त केही लिएर आएको छैन नयाँ ताको मलाई माथिको घरमा गयो भने मलाई मारि हाल्छ यता गएर तेरो माथिलाई ऊ गर खुसी पार भन्छ बुढी यता र उता बुढे जब जुट्टा बुढे कसै ड्याममा हाल्यो न माइतीको न घरको त हुन्छ त गर्न बुढे यतातिर हाल्थ्यो भने मलाई आफूले मलाई भने आनन्द म मऱ्यो भने झन् खुसी र खुसी डाल्ने हुन्छ मलाई ड्याममा जागर पर्छ को मऱ्यो को बाँच्यो गराउनु थाहा हुँदैन मऱ्यो भने मलाई मारिदियो भने राम्रो हुन्छ म मान्छे तारा यहाँ तारा मेरो मान्छेले गरेर तारा हान्नु पर्यो कतै हँसाइ मारेको सरी लो 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 आँखा उता मलाई चाहिँ मगरको छोरी मिर्गी छोरी हो के मरे म आफै बचौँला बाँचे आफै मर्चौँला मलाई के हुनु टेन्सन छैन बाजे म पनि मगर मिर्गी छोरी नै हो मेरो माइतीहरूले खोज्यो नहोस् मलाई के गर्नु बाल छैन नहोस् खोज्यो नहोस् मलाई धेरै टेन्सन के सबै माइती घर नै अगाउने पारेको त कसैले पनि अगाडि परेको छैन माइतीहरूले चाहिँ खोज्छ नि तारा हाल्यो भने माओवादीमा के उहाँ भुल्कियामा भने को छ भनिहाल्छ नि भुल्कियामा ए यसरी तारा हाल्यो ड्याङ्गै मर्छ नानी तर्सियो मलाई चाहिँ ड्याङ्गै मार्यो भने चाहिँ हुन्थ्यो नि 1 घन्टा हाल्थ्यो म मरेको थिएँ मलाई मलाई हान्दियो भन्न म बुढी आफै बन्डुले हाल्थ्यो भने ड्याङ्गै मर्छु किन अर्काको होइन मलाई साह्रै टेन्सन भएको छ बरु मलाई बन्दुकले ड्याङमुकै हानिदिएको भए बरु म मर्थेँ बरु पञ्चेला हान्दैन पञ्चेहरूको बुढो हान्दैन रे बन्दुक बुढोको नाम चाहिँ पञ्चे हो के छ नि सिकारी खेल्छ के अनि मलाई बरु त्यही बन्दुकले बरु ड्याममै हानेर मारिदिएको भए हुन्थ्यो भनेर भनेको अनि म जागर पञ्चेला मलाई नि हेर्नु यहाँ नानी तर्सिन्छ नानी नानीको त सेर हुँदैन कहाँ बसेर खोजिरहेको खुसी आज नि खुसी खुसी अरे भान्जीको नानीमा रहेछ मलाई 1 बन्डु हाल्यो अनि माइतीले त्यहाँ खुट्टा उठाएको उता छिर्नु लाग्यो उता अहिले त्यहाँ लडीबडी गर्नु अहिले तेरो भन्छ नि त्यसो अहिलेसम्म त्यो कान्छीको बुढीको रिसले मैले अहिलेसम्म बाख्रा गोरु आफूले इस हानेर उ गरेछ छोरा बुहारी उहाँ छ बोला छ क्या यस्तो गरेर मैले गरेको छु अहिलेसम्म
अब जोडी बोका जोडी पाठा भनेको छ उहाँ जोडी पाठा वा घारी छेउमा अहिले सियालले बोक्यो भने अनि तेरो हाल्छ पनि मेरो नानीहरू छ दिदी म त कस्तो त्यो छुरी लिएर